सुरु त नेपालीबाट गर कि मन त फेरि नेपाली नै हो। मन त हाँ? चलो एक सुनिदिउँ यहाँ राजा, धेरै भएको थियो। ओके, यो चाहिँ कस्तो छ भने चाहिँ लाइक नेचरमा खोज्नु है भन्नेवाला छ। ए मलाई प्रकृतिमा खोज्नु अँ, टाइप्स। ए ठिक छ चलो। and it goes like मलाई पहाडमा खोज्नु है, जहाँ हावाले मेरो नाम गुनगुनाउँछ, जहाँ माटोले मेरा पाइलाका निशानहरू अँगाल्छ। त्यहीँ कतै तिमीले भेट्छौ मेरो सपनाहरूको एक टुक्रा, रित्तो आकाशमा हराएको जुन जस्तै। मलाई 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 जङ्गलमा खोज्नु है, जहाँ रुखहरूले मेरा रहरहरू खपेका छन्, उहिले थाकेका पातहरू जस्तै। त्यहाँ चट्टानको कुनै गर्विलो भागमा म मेरो संसारको आवाज सुनिरहन्छु, तिमीलाई खोज्दै चुपचाप जस्तै नदीले आफ्नो बाटो खोज्छ। मलाई खोलाको किनारामा खोज्नु है, जहाँ पानीले मेरो मनको बहाव बग्छ, छालहरूमा तिम्रो स्पर्श खोज्दै। म नि तिम्रो बाटो कुरिरहनेछु, त्यो खोला जस्तै जो सधैँ समुद्रको बाटोमा हराइरहन्छ। मलाई साँझको पखेटामा खोज्नु है, जहाँ सूर्य अस्त हुँदा मेरो सम्झनाले रङ्गिन्छ, अन्धकारले तिमीलाई मेरो ओठको कविता सुनाउँछ। त्यहीँ कतै तिमीले भेट्छौ मेरो सपनाहरूको एक टुक्रा, रित्तो आकाशमा हराएको जुन जस्तै। मलाई सधैँ खोजिराख्नु है, आँखाको परेलीमा, मुटुको धड्कनमा। हामी फेरि भेट्नेछौँ, सँगैको कथा लेख्न, तर हरेक पल हराउनकै लागि। हामी फेरि भेट्नेछौँ, सँगैको कथा लेख्न, तर हरेक पल हराउनकै लागि। धन्यवाद। यो चाहिँ यस्तै हो। अला निको मिठो भन्यो यार, बहुत पावरफुल भोइस छ यार राजा। धन्यवाद दाइ। बवाल यार बवाल। अब त्यहाँतिर पछाडि के हो तेरो, पछाडि माइक स्ट्यान्ड हो कि लुगा झुन्डाउने होला हो? लुगा झुन्डाउने होला हो त्यो। ए ठिक छ ठिक छ। म त माइक से स्टुडियोमा बसेको छु कि। ल अर्को सुनौ न यार, एक नाइ अब एक पहाडी सुनौ यार, पहाडी। पहाडी। ओके, यो एक मेरो पहाडमा फर्स्ट कन्टेन्ट थियो पहाडीमा चाहिँ। अँ, नर्मली अब सोध्दानमा मान्छे भने कति कमाइ के छ कसो छ भन्न छाड भएर सिधै कमाइ सोध्नु। अँ। क्याद्दा छौ कति कमाउन्ना छौ जन सोध भन्, हालखबर सोध्द बिसरी आएका छ बा। आफ्ना छाडिदिया आफन्त छाडिदिया, पैसामा नाइ काटिया रहेछौ तमी पनि। क्याद्दा छौ कति कमाउन्ना छौ जन सोध भन्, हालखबर सोध्द बिसरी आएका छ बा। आफ्ना छाडिदिया आफन्त छाडिदिया, पैसामा नाइ काटिया रहेछौ तमी पनि। पैसा सैसा तसै हो, म त मान्छे कमाउन्ना छु। बाबै पैसा सैसा तसै हो, म त मान्छे कमाउन्ना छु। बोल्ला चल्ला बहुतै निको थियो, कहाँ छ कसो छ क्याद्दा छ भने हालखबर सोध्दै हुन्नाका चार मान्छे हाम्रा पनि, हुन्नाका चार मान्छे हाम्रा पनि। यसै त्यो दाइ है। अला बहुत निको भन्यो यार। धन्यवाद दाइ, धन्यवाद। एक यहाँ हाम्रोतिर तमरवामी विदेशका धेरै छन् है पब्लिकहरू। ल एक मैले तिनलाई डेडिकेट गरेँ सबैलाई। ठिक छ। कविता छ कि अब यसको लाइक शीर्षक त कुनै छैन, तर गाउँको सपना काठमाडौँ र काठमाडौँको लन्डन भने जस्तै जुन सहरमा हामी गयो त्यो सहरमा हाम्रो सपना हराउँछ। सो त्यही अनुसार उदासी मन पोल्छ कतै, ठक्कर लाग्छ साहसी मन हिँड्छु अन्तै। उदासी मन पोल्छ कतै, ठक्कर लाग्छ साहसी मन हिँड्छु अन्तै। नहाँस्नु पीडामा उदासियो मन पिरोल्छ कतै, छुट्यो सपना थप्यो जिम्मेदारी भौतारियो खुट्टामा हिँडे अन्तै। म एक्लै यो मन एक्लै, म एक्लै यो मन एक्लै, छटपटीमा खुल्यो निन्द्रा सहर बेग्लै रहर बेग्लै म बिउजिएँ अन्तै। मैले यो सहरमा मेरा रहरहरू गुमाएको छु, बिरानो बेडको बिचमा आफ्नै अस्तित्व हराएको छु। गाउँको आकाश ठुलो थियो तर मन अझै ठुलो लाग्थ्यो, यहाँ गगन कात्रो जस्तो छ तर मन दिनदिनै सागरी दिए भएको छ। चिनाजानेका अनुहार छैनन् तर अनुहारहरू हजार छन्, तर त्यो कसैले बुझ्दियोस् भन्ने चाहना भुइँमा झरेको सपना जस्तै देखिन्छ। घरको न्यानो चिया, आमाको बिहान उठ भन्ने स्वर, बिहानको कुहिरोमा बारीको बास्ना, सबै सपना जस्तो लाग्छ अब। यहाँ त म हाँस्दा पनि थाक्छु, रुँदा पनि डराउँछु, किनकि सहरमा न आँसु देख्ने समय छ कसैसँग, न भाव बुझ्ने फुर्सद। काम गर्छु कमाउँछु सपना किन्छु तर सपना देख्दिनँ। म काम गर्छु कमाउँछु सपना किन्छु तर सपना देख्दिनँ, किनकि मैले यो सहरमा मेरा रहरहरू गुमाएको छु, किनकि यो सहरमा मैले मेरा रहरहरू गुमाएको छु। धन्यवाद। दामी भन्यो यार, कसम भनेको यार, साँच्चीकै नै भन्दैछु, बवालै भन्यो यार। धन्यवाद दाइ। बवाल बवाल यार बवाल। अला धेरैलाई छोया हो यो कुराले, धेरैलाई, जति पनि जना बाहिर छन् नि सबजना धेरैलाई छोया छ।
एकदम माया छ सम्पूर्णलाई, जति पनि जना बाहिरबाट हेरिराख्नु भएको छ अहिले, आफ्नो ड्युटीमा हुनुहुन्छ, आफ्नो टाइम काटेर, आफ्नो समय निकालेर, आफ्नो भनौँ न ड्युटीमा भए पनि मलाई हेरिराख्नु भएको छ, र ड्युटीबाट आएर राति निन्द्रा आँखा मिच्दा मिच्दै पनि कम्बल गुदड ओडबाट सिएर मलाई हेरिराख्नु भएको छ होला। सबैलाई माया छ, सबैलाई माया छ राजाहरू। एकदम एक न एक दिन जरुर भेटौँला, एक न एक दिन भेटघाट होला, त्यति बेलामा धन्यवाद भन्ने छु हजुरलाई। ओके, माया छ राजाहरू। एकदम एक हिन्दीवाला सुना, एक हिन्दी लास्ट। यो चाहिँ मेरो फर्स्ट कन्टेन्ट थियो, मेरो मतलब सोसल मिडियामा आउँदाखेरिको फर्स्ट कन्टेन्ट हिन्दीमा। यो चाहिँ मैले सबै लेडिजहरू जति पनि हुनुहुन्छ, तपाईँको प्रेमी अथवा तपाईँको हस्बेन्ड अथवा त्यहाँबाट चाहिँ मैले तपाईँलाई डेडिकेट गरेँ। एन्ड इट्स गोज लाइक, हम नॉर्मली हम यूँ बोलते हैं ना, तुम मुझे अच्छी लगती हो, इन हिंदी से तुम मुझे अच्छी लगती हो, बट इन पोइट्री चरित्रहीन जमाने में तुम मुझे इकलौती सच्ची लगती हो। आय हाय, जमाना दिखता है चाँद को मेरी जान, मैंने चाँद में भी दाग देख लिया। जब हम मंडप में साथ फेरे ले रहे होंगे, मैं तुम्हारे कान में आके फुसफुसा के कहूंगा, मेरी जान तुम मुझे चाँद से भी अच्छी लगती है, मेरी जान तुम मुझे चाँद से भी अच्छी लगती है। ओफ ओफ ओफ। धन्यवाद, बहुत मजा आया मेरो भाइ, बहुत मजा आया। धन्यवाद दाइ, एकदम बहुत माया छ यार प्रवीण। एकदम दाइ। म त प्रवीण लेख्नलाई के